मेरो चाहिँ यो केक चाहिँ अब रेडी हुनु आँटेको छ है। यही त दामी हुन्छ खाऊ। हेलो साथीहरू सबैजनालाई गुड मर्निङ नमस्ते। अनि आज चाहिँ खास चाड हामी सबैको माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना मेरो युट्युबको सबैजना साथीहरूलाई है। अन्त आज चाहिँ खास चाहिँ यो बन्दरको टिका है सेतो मैले चाहिँ यहाँ लगाइरहेको छु। अनि यो चाहिँ किन लाउँछ चाहिँ थाहा छैन तर पनि लगाएको छु है साथीहरू। अब भने चाहिँ हामी चाहिँ आजको स्पेसल मैले चाहिँ त्यस्तो खास केही बनाउनु पाइनँ हो, किनभने हुनु पऱ्यो भनेर केक पनि हेर्नुहोस् न साथीहरू, भाँडा पनि छैन, यस्तो भाँडामा बनाउँदैछु तर पनि हुनु चाहिँ हुँदैछ है। हेर्नुहोस् है यहाँ हेर्नुहोस् न, मेरो चाहिँ यो केक चाहिँ अब रेडी हुनु आँटेको छ है, तर पनि मैले यसरी खोलेर देखाउँदैछु तपाईँहरूलाई। अन्त अर्को पनि छ यहाँ रेडी गरिरहेको छु। अब चाहिँ यसलाई पनि एकछिनमा लगाउँछु। आजको स्पेसल मैले चाहिँ नि साथीहरू खासमा चाहिँ मान्छे चाहिँ त्यस्तो अल्छिनी चाहिँ होइन, अलिक जाँगरीले हो कि, तर अब यहाँ कतिवटा कुराहरूको चाहिँ उयो नभएर क्या अब नानीले गर्दा पनि दिँदैन, कतिवटा कामहरू हुन्छ, त्यही भएर पनि मैले चाहिँ यहाँ चाहिँ आज केही पनि बनाउनु पाइनँ। अब चाहिँ म जाँदैछु मेरो सासूआमाको माइत घरमा है। यहाँ चाहिँ दुईजना चाहिँ घुमेर आउँदैछ। हेलो मेरो छोरीले पनि हेलो भन्दैछ। यता चाहिँ हुनुहुन्छ यता चाहिँ छ मेरो जेठानी दिदीको छोरी है, मेरो पनि छोरी। यता चाहिँ छ मेरो सानो यहाँ पटक्का बडा धमाका चाहिँ यहाँ छ साथीहरू। यहाँ हो कुदेर गर्छ। अन्त मेरो आमा चाहिँ यतानेरि बसिराख्नु भएको रहेछ मैला जलाउँदै। आमा पर आन्टीले बोलाउँदै हुनुहुन्छ, जानुहोस् अरे। ह्याप्पी माघे सङ्क्रान्ति भनिदिनुहोस्। माघे सङ्क्रान्ति सबैजनालाई भनिदिनु न। सबैजनालाई यता चाहिँ हुनुहुन्छ मेरो सासूआमा। सबैले भन्छ कि के भन्छ तेरो सासूआमा कति राम्री भनेर। मेरो सासूआमा चाहिँ कति राम्री छ हो। हिँड्नु मान्दैन हौ, बोक्नु अरे मैले उसलाई। टिक सुतिरहेको छ। यहाँ चाहिँ छ दिदीको माइजूको पुरा सुँगुर छ, पिक छ है। मान्छे र म चाहिँ यहाँ गुवाबारीमा हिँड्दैछ। लु बसी गर त माउलीमा माइजू चाहिँ यता बोकेर कहाँ जानु भएको, मकर नुहाउनु। म त मकर नुहाउँदा ढिलो भइहाल्यो नि हौ। र माइजू चाहिँ नुहाएर जाडोले कक्रेर बसेको जस्तो छ ला। हेलो ह्याप्पी माघे सङ्क्रान्ति। यहाँ नि अर्को चाहिँ फेरि बनाएको खानु आँटेको माघे सङ्क्रान्ति सेलरोटी ह्याप्पी माघे सङ्क्रान्ति। माघे सङ्क्रान्तिको शुभकामना। यो चाहिँ तरुल हो। खाओस् न आज यो मासु त्यही भनेर दुईटा चट्टा मात्रै दिँदै गरेको। यो सक्खर खण्डा सारै पाके छ। तरुल पनि हेर न हौ, तरुल छ्यामाले यो चाहिँ 20 सिटी लगाएको जस्तो छ त। के यस्तो तरुल हो, सप्पा सेतो होला भनेर ल्याएको, हेर न राम्रो छैन। अनि उहाँ खान त अनि खै सेलरोटी कहाँ छ? सेलरोटी पोल्ने मान्छे सेलरोटी पोल्ने उता छ, जाऊ लैजाऊ न। यहाँ चाहिँ आज चाहिँ यता सक्खर खण्डा यता यतापट्टि यहाँ यहाँबाट भए जतैसे जाऊ हाम्रो माइजू चाहिँ पुरा काम गर्नुहुन्छ, ठुलो गर्दा हेर्नु। मेरो माइजू सासू चाहिँ यसरी एकछिन नबसिकन काम गर्नुहुन्छ है। कता यताभित्र हुनुहुन्छ? यहाँभित्र सुशीला माइजू। मेरो कान्छी सासू चाहिँ यता हुनुहुन्छ, बिचरा माया लाग्दो भएर रोटी पोल्दै हुनुहुन्छ। कान्छी सासू माइजू सासू के भन्यो त अनि माइजू सासूलाई सासू मेरो दिदी दिँदैन। हेर्नु है मामा मलाई माइजू नभन्नु, सासू नभन्नु अरे, दिदी भन्नु अरे। मामाको बुढीलाई दिदी भन्नु अरे। हाम्रो माइजू चाहिँ यहाँ दामी रोटी पोल्दैछ है साथीहरू। म पापालाई पठाउँछ नि डक्टर, फेरि पिरो पैसा खानु। आज मकर सङ्क्रान्ति। म त तरुल फापरको रोटी तरुल हो नि। खाऊ न तिमी। ल अस्ति नै खानु अगाडि चिलाउने हातले घुमाएको भन्दैछ है। होइन यो कान्छी आन्टीले ल्याइदिएको उतापट्टिबाट प्रसाद हो, तर मैले आज निकालेको यो चाहिँ बनाएको आफै। गुड खाऊ न। यता चाहिँ हुनुहुन्छ मेरो माइला मामा ससुरा
ह्याप्पी माघे सङ्क्रान्ति भनिदिनुहोस् न। ह्याप्पी माघे सङ्क्रान्ति मुखबाट टुसिरहेको छु बोल्नु लाउँछ ला उता पो फर्केर गयो के भएको सङ्क्रान्ति नि माघे सङ्क्रान्तिमा माघे सङ्क्रान्ति रोटी खानु पर्यो यसो पनि सधैँ त खान्छौँ तर आउँछ तरुलहरू यहाँ हेर्नु यी घर तरुल तर राम्रो छैन यो पनि नराम्रो भए त मिठो मानेर खानु पर्यो सक्करकन्डा त यहाँ हेर्नु फेरि साह्रै नै पाकेछ बाइजुले साह्रै पकाइदिनु भएछ हो फ्यात्तै गिलो भएछ र पनि खाइदिउँ तर पेटा कुटुक्क भएको छैन यो सधैँ आउने सालमा मरिन्छ कि बाँचिन्छ होइन यो पालि त्यही त नि यहाँ चाहिँ यो चाहिँ प्लम केक है साथीहरू फ्रुट्स केक मैले बनाएको हो यहाँ चाहिँ यो सबै सक्खरखण्डहरू लगाएर चाहिँ अब म माइत घरमा चाहिँ पुऱ्याउनु जाँदैछु यो तिलका लड्डु अब सबै चाहिँ म लिएर जाँदैछु माइत घरमा यो चाहिँ लिएर जाउँ कान्छी माइजूले पोलेको सेलरोटी मेरो तिलको लड्डु श्यामाले बनाउनु भएको तिलको यो मालाले बनाएको केक सब लिएर जाँदै गरेको पल्लो घन्टा गाउँ गएको माइत 11 नम्बरको गाडीमा ल हिँड जाउँ ए आया भयो ऊ चाहिँ लडेछ उयो हेर्नु नि आऊ आऊ बेबी हेर्नु जाउँ अर्को भिडियो गर्दा गर्दै पुगिहाल्छौँ माइत घर पनि साह्रो टाढो छ कि साथीहरू अन्त भाउजू आउनु खै आऊ आऊ छिटो आऊ आऊ कोही छैन रहेछ आमा भाउजू अरे कहाँ गयो सबैजना यहाँ टेबलमै राखिराखेको छु मान्छे त छैन रहेछ हेर्नु नि खेल्नु पो थाल्यो यहाँ ला के भएको ऊ त यहाँ बसेर खेल्नु पो थाल्यो हेर्नु नि के खेलेको नानु आहा लु जाउँ हिँडी जाउँ गुड जब ए भाइको चोरेर आयो बोकेर ए मेरो भदाइ चाहिँ सारङ नानु हेर्नु न हातमा पो लगाउँदैछ बाई सारङ हेलो हेलो इबो यहाँ घाँसमा यहाँ घाँसमा त्यो होइन ब्लू कलर ब्लू यसरी पो त उयो हेर्नु न झगडा परेको हजुर छ खानु न भागेको आज त म जेठाजीको फेरि भन्दैन पानी फेरि उता अगाडिदेखि फोटो खिचिरहेको आज त बेजती हुन्छ कहाँ थियो उयोतिर लगाएको त होइन आज मेरो जेठाजीको छेयर गरिदिउँ भनेको हो उयो हेर्नु न कहाँ गयो आज त 1 वर्ष भयो नि त टक्कै ब्रेकअप भएको अन्त हो ए अन्त आज काट्नुपर्ने केस हो उयो हेर्नु न कस्तो ह्यान्डसम छ अन्त उयो हेर्नु त हेर्नु त उयो हेर्नु न आमाले चाहिँ यसरी बोकेर कुद्दैछ है फेरि यता ए माघे सङ्क्रान्तिमा पुरा भाग बोकेर हिँडेकै गर्दै हुन्छ ए सेलरोटीको सब्जी आयो गिभ एन्ड टेक हुन्छ ऊ मेरो ठुलो भाउजू चाहिँ ऊ भएर आउँदै हुनुहुन्छ कहाँ गएर आउनु भएको ब्याङ्कमा पैसा टिपेर कहाँ छरेको थियो बस त बसी गर त बसी माइजूलाई सेवा रो भन खै छिटो ओ त लो दिनभरि सेवा र उसको नाम पनि सेवा हुन्छ सक्यो माम खाइसक्यो यहाँ एउटाले खायो यिनले खाइसकेर फेरि त्यसले खाइसकेन रहेछ यो पनि आएछ झगडा नपऱ्यो खाइसक्यो त अहिले खाइसक्यो ल्यो खाइसक्यो माम ए उप्रेछ त अझै झगडा नपर नपरिकन खाऊ साथीहरू यहाँ पनि फेरि आयो आज यहाँ चाहिँ फेरि दिदीले पल्लो घर दिदीले पनि ल्याइदिनु भएछ है उषा दिदीले पनि
यसरी सबै कुरा जे जस्तो पाक्छ सबै कुरा यसरी बाँडीचुडी खान्छौँ सबैजनाले। सो आजको तरुल डे है माघे सङ्क्रान्तिको दिन पनि यसरी नै सकियो। अब बेलुका पनि भइसक्यो। ओके साथीहरू, आजको भ्लग चाहिँ यहीँसम्म है। फेरि भेट्नेछु नेक्स्ट भ्लगमा। अनि यदि मेरो भिडियो मन पऱ्यो भने चाहिँ प्लिज लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्नु भने चाहिँ नबिर्सिनु होला। बाई बाई।